नमस्कार आदरणीय श्रोता महानुभावहरूको हार्दिक अभिवादन। भाषा केवल सञ्चारको माध्यम मात्र होइन, यो कुनै पनि समाजको सभ्यता, संस्कृति, इतिहास, ज्ञान, परम्परा र पहिचानको सशक्त आधार हो। यही भावनालाई आत्मसात गर्दै भारत सरकारको राष्ट्रिय शिक्षा नीति 2020 ले भारतीय भाषाहरूको संरक्षण, संवर्धन र प्रवर्धनलाई विशेष प्राथमिकता दिएको छ। मातृभाषा और भारतीय भाषाहरूको अध्ययन, अनुसन्धान र व्यावहारिक प्रयोगलाई प्रोत्साहन गर्नु आजको समयको आवश्यकता पनि हो। यसै राष्ट्रिय उद्देश्यलाई मूर्त रूप प्रदान गर्दै उत्तराखण्ड मुक्त विश्वविद्यालयले नेपाली भाषाको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई सुदृढ बनाउन डिप्लोमा इन नेपाली ल्याङ्ग्वेज DNL 25 कार्यक्रम सञ्चालन गरिरहेको छ। यो कार्यक्रम नेपाली भाषा, साहित्य, संस्कृति र अनुवाद अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अनुसन्धानकर्ता तथा भाषा प्रेमीहरूको लागि उत्कृष्ट अवसर हो। यो 40 क्रेडिटको द्विवर्षीय डिप्लोमा कार्यक्रम हो, जसलाई न्यूनतम 12 महिना और अधिकतम 24 महिना भित्र पूरा गर्न सकिन्छ। प्रथम वर्षमा विद्यार्थीहरूले चयनित नेपाली गद्य, नेपाली पद्य, नेपाली भाषाको उत्पत्ति र विकास तथा नेपाली साहित्यको इतिहास जस्ता आधारभूत विषयहरूको अध्ययन गर्नेछन्। दोस्रो वर्ष नेपाली उपन्यास, नेपाली संस्कृति, निबन्ध र नाटक, अनुवाद र पत्रकारिता साथै नेपाली भाषा आधारित प्रशिक्षण, मौखिक परीक्षा समावेश गरिएको छ। शुल्क विवरण यसै प्रकार रहेको छ। प्रथम वर्षका लागि भर्ना शुल्क 4100, परीक्षा शुल्क 1000 गरी जम्मा रुपियाँ 5100। दोस्रो वर्षका लागि भर्ना शुल्क 4100, परीक्षा शुल्क 2000 रुपियाँ गरी जम्मा रुपियाँ 6100। तपाई नेपाली भाषामा उच्च अध्ययन गर्न, साहित्यिक चेतना विस्तार गर्न, अनुवाद, पत्रकारिता, भाषा शिक्षण र अनुसन्धानका क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न चाहन्छु भने उत्तराखण्ड मुक्त विश्वविद्यालयको यो कार्यक्रम तपाईलाई लागि उपयुक्त और अत्यन्त महत्वपूर्ण हो। धन्यवाद।